नमस्ते। म नारायण प्रसाद खतिवडाको तर्फबाट सामाजिक विषयको आजको कक्षामा यहाँहरूलाई स्वागत छ। आज म विशेष गरिकन यो नक्साको विषयमा छोटो कुरा गर्छु। हामीले नेपालको नक्सा बनाउनुपर्छ, भर्नुपर्छ। कक्षा 6 देखि नै यो अभ्यास गर्नुपर्छ। 6 मा, 7 मा, 8 मा गर्नु पर्यो। 9 मा आइसकेपछि नेपालको नक्साको अथवामा हामीले महादेशको 3टा महादेशको नक्सालाई हामी लिन सक्छौँ। 10 मा पनि हामी नेपालको नक्सा अलिकति गाह्रो हुने विद्यार्थीलाई चाहिँ महादेशको नक्सामा हामी त्यसमा पनि अभ्यास गर्न सक्छौँ। अब एटलस पल्टाएर त्यो नक्साभित्रका कुराहरू, मुख्य नदीहरू, मुख्य तालहरू, मुख्य कुराहरू खोज्दा गर्दाखेरि विद्यार्थीलाई निकै गाह्रो हुन्छ। अनि त्यो गाह्रो नहोस् भनेर मैले चाहिँ यस्तो खालको नोट बनाएको छु। यो यस्तो हाम्रो टेक्स्ट बुकहरूमा पनि सबै समेटेको छ यस्ता नक्साहरू, अनि विशेष गरिकन अरू म्यानुअलहरूमा पनि समेटेको छ। यस्तो नक्सालाई भर्ने कसरी त्यो तरिकाहरू दिएको छ। अनि हरेक नक्सा, जस्तो यहाँ राजमार्गहरूको मात्रै भएको एउटा नक्सा छ, नदीको मात्रै भएको अर्को नक्सा छ, अनि त्यसै गरिकन मुख्य ठाउँहरू, धार्मिक स्थलहरू, तालहरू, हिमालहरू फरकमा भयो भने हामीलाई हेर्न र भर्न एकदम सजिलो हुन्छ। यसै यति गर्यो भने सबै नक्साको कामहरू कम्प्लिट हुन्छ। हामीलाई त्यो एटलसको जरुरी पर्दैन। त्यो पछाडि विद्यार्थीलाई अलिकति भनौँ न, 10 कक्षाको विद्यार्थीलाई महादेशकोमा जान सक्छौँ हामी, 9 कोलाई पनि हामी महादेशमा जान सक्छौँ। महादेशको नक्सामा पनि यहाँहरूले एटलसभित्र भएका साना कुराहरूलाई खोज्नु पर्दैन। मुख्य कुराहरूलाई यहाँनिर नक्सामा उतारेर चाहिँ भरिदिएको छ। यसमा हेर्नुभयो र अभ्यास गर्नुभयो भने एकदम छिटो हुन्छ र हामीलाई पढ्न बुझ्न पनि सजिलो हुन्छ, अभ्यास गर्न सजिलो हुन्छ। यसको लागि चाहिँ यो किनभने निश्चित रूपमा आउने एउटा प्रश्न हो, लामो प्रश्न उत्तरमा। यतिभित्रबाट हामीले राम्रो अभ्यास गऱ्यौँ भने हामीले लगभग 1 घन्टा 2 घन्टाको अभ्यासमा सम्पूर्ण नक्साहरूमा हामी पारङ्गत बन्न सक्छौँ। हामीले लामो प्रश्न उत्तरको एउटा नम्बरमा हामी पूर्णाङ्क ल्याउनको लागि हजुरहरूलाई धेरै सहयोग गर्नेछ। हवस् त, धन्यवाद।